सम्पूर्णलाई नमस्कार। सुनौलो न्युज.com को विशेष प्रस्तुतिमा म आज खास गरी नेपालमा अत्यन्तै महत्त्वका साथ हेरिएको एउटा जुन विषयवस्तु छ त्यो विषयवस्तुलाई चिरफार र यसको खास भित्री र आन्तरिक कुरा के छ यो विषयमा चाहिँ जानकारी लिनका लागि भनेर आएका छौँ। र त्यो आन्तरिक विषयवस्तु के थियो भन्ने रहन सक्ला र यो विषयवस्तु रहनेछ पक्कै पनि अहिले भर्खरै नेपाल सरकार र इजरायल सरकार बीच एउटा सम्झौता भइसकेको छ, जसले चाहिँ नेपालबाट डाइरेक्टली इजरायल चाहिँ नेपाली कामदारहरू लैजाने भन्ने विषयवस्तुमा एउटा चाहिँ सामान्य कुराकानी भइरहेको छ। यो हामीले पनि बुझेका छौँ। तपाईँले विभिन्न सामाजिक सञ्जालमा पनि यो विषयवस्तु हेरिराख्नु भएको छ होला, देख्नु पनि भएको छ। खास गरी यो विषयवस्तु के हो, अथवा इजरायल चाहिँ साँच्चै के वैधानिक तरिकाबाट इजरायल नेपालीहरू जानको लागि सम्भव छ कि छैन, अथवा चाहिँ सकिन्छ भने यदि कुन प्रक्रियाबाट जान सकिन्छ, आम मान्छेको आजको चासोको विषयवस्तु यही रहेको छ। र यही विषयवस्तु चिरफार गर्नको लागि आज मसँग हुनुहुन्छ सिसिआई बुटोलका सञ्चालक एमडी सामाजिक व्यक्तित्व हुनुहुन्छ आदरणीय राजु थापा सर मसँग हुनुहुन्छ। राजु सरलाई हाम्रो यो कार्यक्रममा चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। राजु सर नमस्ते। हजुर राजु सर के चाल खबर? ठिकै छ हजुर। अनि आज अलिकति जाडो विषयवस्तु जाडो छ, यो विषयवस्तु हुँदै गर्दा पनि आज अलिकति हामी यसलाई थोरै केन्द्रमा राखेर कुरा गरौँ भनिरहेको छु। जस्तो म तपाईँलाई अघि नै भनिसकेँ, इजरायल जो चाहिँ तपाईँले धेरै लामो समयदेखि नै यो क्षेत्रमा चाहिँ काम गरिराख्नु आउनुभएको छ। यो इजरायल के हो, अहिले चाहिँ के चाहिँ सरकार पक्षबाटै चाहिँ नेपालीहरू के त्यहाँ जानको लागि सम्भव छ कि छैन, अथवा यसको अनि आम जनताको चाहिँ एउटा जुन चाहिँ एउटा प्रश्न गरिराख्नु भएको छ, सामान्य जनताले पनि बुझ्न सक्ने अवस्थामा चाहिँ सर के हो, इजरायल जान नेपालीहरू सक्छन् कि सक्ने विषयमा सर बताइदिनुहोस् न। सम्पूर्णमा नमस्ते। म राजु थापा सिसिआई बुटोल र सिसिआई मणिग्रामबाट। र विगतमा अहिले पछिल्लो समय चाहिँ जुन एउटा आकर्षक कमाइको गन्तव्य इजरायलमा धेरै नेपालीको कामदारहरू चाहिँ जुन त्यहाँ माग भएको आएको हुनाले र धेरैको मनमा के छ भने हामी धेरैजनाले हामी इजरायल जान सक्छौँ कि नै, त्यसमा के टाइपको रुल्सहरू छ, नेपाल सरकारले साँच्चै नै खोलेको हो त, सबै अन्यलमा हुनुहुन्छ। र सायद यो अहिले हाम्रो विगत 3 वर्ष हुन थाल्यो, मोटामोटी 3 वर्ष अगाडिदेखि नै G2G सिस्टमबाट जुन नेपाली कामदारहरू लाने एउटा सहमति भएको छ र त्यही सहमति अनुसार पुरानो कामदारहरू जुनमा लिस्टमा पर्नु भएको थियो उहाँहरूको चाहिँ जुन जाने प्रक्रिया लगभग सकिसक्नु भएको छ उहाँहरू। र उहाँ सकिने बित्तिकै फेरि सरकारले फेरि पनि जस्तै पहिला चाहिँ केयर गिभरमा मात्रै पठाउने भन्ने थियो, तर अहिले चाहिँ जुन होम केयरको लागि पनि जान सक्नुहुनेछ, त्यस्तै प्रकारले एग्रिकल्चर फिल्डमा पनि गरिरहेछ र प्लस तपाईँको केयर गिभरको फिल्डमा पनि तपाईँको फेरि पनि धेरै सङ्ख्यामा चाहिँ नेपाली कामदार जाने चाहिँ नेपाल सरकारको निर्णय अन्तिम चरणमा पुगेको हुनाले कोही कसैलाई भनेको अहिले पनि नेपालीहरू चाहेको खण्डमा चाहिँ तपाईँको कृषि क्षेत्रमा, हजुर स्वास्थ्य क्षेत्रमा, अनि त्यसरी केयर गिभरको क्षेत्रमा, तिनटै क्षेत्रमा चाहिँ नेपालीहरू चाहिँ अहिले इजरायल जान चाहिँ सक्नुहुन्छ। हजुर। र यो जानको लागि खास गरी यो सरकार पक्षबाटै चाहिँ यसको दोहोरो सम्झौता भइसकेको छ भनेको कहिले जानुहुन्छ भन्ने कुरा कहिले नेपाल सरकारले प्रक्रिया लाग्छ मलाई अब चाहिँ लगत्तै नोटिस आउने होला नै छ तपाईँ, किनभने यो चाहिँ नेपालको अहिले यो जुन राजनीतिक परिवेशले गर्दा त्यो चाहिँ अलिकति थोरै फाइलहरू अलिकति अड्किरहेको छ र यो राजनीतिक अवस्था राम्रो हुने बित्तिकै र जुन चाहिँ हाम्रो लगत्तै खुल्ने सम्भावना चाहिँ धेरै नै रहेको छ। अनि जानै पर्दै गर्दाखेरि नेपालीहरू त्यहाँ जानको लागि चाहिँ के कुराहरू चाहिँ अथवा डकुमेन्टेसनहरू कस्तो हुन्छ, अथवा के प्रक्रिया पुरा गरेर पनि नेपालीहरू इजरायलसम्म पुग्न सक्छन् त? त्यहाँ नेपाली जानको लागि त्यसको मापदण्ड के छ भने के चाहिँ तपाईँ चाहिँ हेल्थ सेन्टरमा अथवा हेल्थ पढेको हुनु पर्यो, तपाईँको भने सिएमए अनएमए जस्तो कोर्सहरू गरेको हुनु पर्यो। र यदि तपाईँ सिएमए अनएमए गर्नुभएको छैन भने तपाईँले नेपाल सरकारबाट मान्यता प्राप्त सिटिभिटीबाट संस्थाबाट केयर गिभरको तपाईँले तालिम प्राप्त गरेको हुनु पर्यो। त्यसको लागि मिनिमम योग्यता +2 पास चाहिँ हुनु पर्यो। फेरि भनेको हरेक क्षेत्रमा जानको लागि +2 पास चाहिँ हुनु पर्यो। अनि यदि सिएमए अनएमए गर्नुभएको छ भने तपाईँ चाहिँ एसएलसी मात्रै पास गरे पनि पुग्छ त्यसको लागि। एसएलसी प्लस त इक्विभ्यालेन्ट प्लस यता चाहिँ त्यो भइ नै हाल्यो। हजुर। प्लस चाहिँ यता +2 गरिसके पछाडि यता चाहिँ केयर गिभरको ट्रेनिङ लिइसके पश्चात चाहिँ जान सक्यो। र आम अहिले पनि के छ भन्दै गर्दाखेरि एउटा बुझाइ के छ भन्दै गर्दाखेरि सर जस्तो इजरायल भनेको एकदमै द्वन्द्वग्रस्त क्षेत्र हो त्यो, त्यहाँ चाहिँ हमास गाजा चाहिँ नि यी सबै क्षेत्र भनेको त्यसैको पेरिफेरीमा जान्छ। त्यहाँ चाहिँ जो वर्षौँदेखि चाहिँ नि जुन एउटा युद्धग्रस्त क्षेत्र हो त्यस्तो जाँदै गर्दाखेरि सुरक्षाको कुराहरू पनि आउन सक्ला। हाम्रो विपिन जोशी लगायतका विभिन्न चाहिँ नेपालीहरू चाहिँ त्यहीँ गएर चाहिँ मारिएका अवस्था पनि छन् होइन। यसले गर्दाखेरि नेपालीहरूलाई त अलिकति यो चाहिँ डर पनि छ नि त, त्यहाँ जाने हो कि नजाने हो कि, अथवा के छ यो विषयमा चाहिँ के भन्न चाहनुहुन्छ? यो चाहिँ धेरैजनाले सोध्नुहुन्छ पनि फेरि होइन, त्यहाँ चाहिँ एकदमै सुरक्षित छैन त्यो ठाउँ चाहिँ, त्यो देश सुरक्षित
छैन हुनुहुन्छ। त्यहाँको सुरक्षाकै हिसाब गर्ने भने त्यहाँ किन युद्ध त भइरहेको हुन्छ त्यो देशमा र त्यहाँ युद्ध हुँदा पनि त्यहाँको सरकारले एउटा निश्चित मापदण्ड गराएको छ, जुन त्यो सेक्युरिटीको मापदण्डहरू गराएको छ। त्यसले दिएको मापदण्डअनुसार पूर्ण प्रयोगमा लिने भनेको त्यसलाई चाहिँ फलो गर्ने भने त्यति टाइपको जस्तो अनसिक्योर चाहिँ छैन। तर जुन नेपालको सन्दर्भ हेर्ने भने जति यहाँ जुन रोड एक्सिडेन्ट हुन्छ त्यहाँको तुलनात्मक त्यति पनि त्यहाँको जुन समस्या त्यति पनि छैन भन्नु भनेको नेपालको रोड एक्सिडेन्टबाट वर्षेन्ट जति मर्छन् त्यहाँ देशभित्र युद्ध हुँदै गर्दा पनि त्योभन्दा कम मान्छे चाहिँ त्यहाँ कम मात्रै त्यही युद्धको कारण चाहिँ कम मर्छ नि हामीले। हजुर आगे धेरै धेरै धन्यवाद यो चाहिँ नि जानकारीको लागि। प्लस यदि तपाईँ रूपन्देहीमा हुनुहुन्छ अथवा चाहिँ नि नेपालको कुनै पनि क्षेत्रमा हुनुहुन्छ अथवा लुम्बिनी प्रदेशमा हुनुहुन्छ अथवा कुनै पनि क्षेत्रमा हुनुहुन्छ भने यदि तपाईँहरू इजरायल जाने चाहना राख्नुभएको छ भने पक्कै पनि अबको निकट भविष्यमा चाहिँ यसको विषयमा चाहिँ खुल्नेछ। यो पक्कै पनि नेपालीहरू पुनः सुरक्षित तरिकाले G2G माध्यमबाट इजरायल चाहिँ जान पाउनेछन्। तर जानको लागि चाहिँ माध्यम खोजिराख्नु भएको छ। आजको दिनमा पनि धेरै मान्छेहरूले कहाँबाट हुन्छ होला, यो चाहिँ जाने प्रक्रिया के होला, कस्तो होला, अथवा हिब्रू ल्याङ्ग्वेज नै पढ्नुपर्ने कि के छ भनेर चाहिँ धेरैको आम जनताको चासोको विषय जस्तो छ। यो विषयमा चाहिँ जान खोज्नु भएको छ भने पनि कहाँ कसरी सम्पर्क गर्न सक्नुहुन्छ यो विषयमा पनि सर बताइदिनु। मैले सम्पूर्णलाई यही भिडियो मार्फत नै सबैलाई सम्पूर्णलाई जानकारी गराउन चाहेँ र कसैले तपाईँलाई मैले थोरै पैसा सेटिङको आधारमा तपाईँलाई म इजरायल पुर्याउँछु होइन, अथवा जुन तरिकाले भरम तरिकाले तपाईँलाई चाहिँ पार्नुहुन्छ भने तपाईँ त्यो भरममा नपर्नु होला तपाईँहरू चाहिँ। किनभने नेपाल सरकारले जुन चाहिँ एउटा आवेदन खुलाउँछ र त्यो आवेदनमा तपाईँहरूले चाहिँ A2 लेभलको इङ्ग्लिस भाषा पास गर्नु पऱ्यो तपाईँ पहिला, र तपाईँसँग कुनै पनि एउटा जुन CTBTबाट अथवा तपाईँले चाहिँ यो CME अनामी कुनै कोर्स गर्नुभएको छ भने तपाईँहरू लुम्बिनी प्रदेश जतासुकै जहाँ हुनुहुन्छ भने तपाईँहरू चाहिँ हाम्रो यो CCI बुटोल र CCI मणिग्राम जुन आधिकारिक संस्थाबाट मात्रै तपाईँहरूले चाहिँ यस्तो चाहिँ प्रोसेस गर्नु होला। CCI बुटोल र CCI मणिग्रामबाट जो चाहिँ कहाँ छ CCI बुटोल भनेको? यो मिलनचोकमै आइसके पछाडि तपाईँ पक्कै पनि बुटोल मिलनचोकमा आइसके पछाडि CCI बुटोल छ। CCI बुटोलमा आइसके पश्चात तपाईँहरूले यो नम्बरमा चाहिँ एउटा नम्बर पनि हामी उपलब्ध गराउनेछौँ 9857343006 भन्ने एउटा नम्बरमा तपाईँले सम्पर्क गरेर आफ्नो इजरायलको लागि आफ्नो चाहिँ नि सिट सुरक्षित गर्न सक्नुहुन्छ। धन्यवाद। सम्पूर्ण